हेलो एभ्रिवान। आज हाम्रो खानामा चाहिँ चाम्रे भात, आलु करेलाको तरकारी, मुला, अचार टमाटरको, बैगन भाजा, प्याजको पकौडा, पापड। आमा थाक्यो भन्नु कति धेरै छ आज। देखाऊँ ल सुरु गरेको ल ल ल। चाम्रे भात बुढाको फेभरेट हो। पुरा ब्लडर कि ब्लडर आएको जस्तो लाग्दैन? ठिक छ गरी गरी त्यस्तो त्यही त खाए खाएँ मैले फेभरेट। मिठो भएछ, मन कम्ती कम्ती भयो तर अचार र सब्जीले कभर गर्छ। यो बुढाको एउटा फेभरेट छ, एउटा एकदम मनै नपर्ने चिज छ। पानी सेम थिङ। दिनु म राख्छु। बुढालाई करेला चाहिँ मनै पर्दैन। यो हेर्दा के पटक 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 गर्छ बैगन चप्ता। चाम्रे भात चाहिँ फेभरेट। करेला राई मन पर्छ। करेलाको झोल खानुपर्ने नि। आज चाहिँ सबै तातो छ नि। तातो चाहिँ खानै सक्दैन फेरि। म फेरि चिसो मनै पर्दैन। भगवान्ले यस्तै दुःख दिनु होइन। नेगेटिभ र पोजिटिभ। तपाईँले एउटा चिज थाहा छ? के चाहिँ? म राङ्गामाटी हुँदा जहिले तपाईँले के सब्जी पकायो भन्दा करेलाको झोल हुन्थ्यो नि। कस्तो हुन्छ हौ करेलाको झोल भन्थ्यो। एक दिन भन्दा साँच्चै बनाएको थिएँ। तपाईँ खान मलाई खानामा चाहिँ मुला खानु पुरा मिठो लाग्छ। आज हाम्रो प्योर भेज छ। तातो बैगन चप्ता क्या। म आशिका दिदीसँग त्यो गोल्ड लिनु गएको किन। आशिका दिदीसँग क्या गोल्ड लिनु गएको किन। अन्त भेटेको नि त कामहरू खाना खानु पसेको थियो क्या हामी ढाबामा। तातो तातो बैगन चप दिएको थियो क्या। यस्तो मिठो छ नि।
बङ्गालीहरूले दामी बनाउँछ कतिजना गएको थियो त्यति बेला? आजको दिदी म 3जना भयो एउटा कपाल थियो 5जना एउटा दिदी थियो 6जना ड्राइभरसँग 7जना त्यही लिपाराबाट चढेको नै तिमीहरू? मुलुक सानो थियो नि त घर आउने बेला झन्डै बिजोग भएको टेलिपाडामा गाडी नपाएर लुक्सान आउने टुक्रा टुक्रामा आएको टेलिपाडाबाट टोटोमा बिनागुडीसम्म होइन बिनागुडीसँग बानाउँथ्यौँ फेरि खाना तर जलपाइगुडी साइड मिठो मजा यो हो नि त बङ्गालीहरू हो नि त यता ओद्लाबाडीतिर भन्दा पनि ओद्लाबाडी हुनु कता हो ए होइन ओद्लाबाडीतिर त ओद्लाबाडी भयो त्यता भनेको त नेपालीहरूकै हो नि त जलपाइगुडीतिर चाहिँ बङ्गाली हो अन्त माछाहरू चाहिँ मिठो पाउँछ क्या तर त्यो खाना हामीलाई डेली मिठो लाग्दैन नि कहिले खान्छ पसिना निक्लो गरा पसिना हो ए अन्त रुमाल त्यही छ त बुझ्दैन एकचोटि खाइसकेर अब मलाई आलु चोखा बनाउनु मनपर्छ कि आफूले बनाए मिठो लाग्छ आज दिउँसोमा चिसो पनि खाएको र बेसी तिर्खा तपाईँ आफ्नो दुधमा लास्टसम्म पनि सेम त्यो भात खाने अझै अलिकति खान्छु होला खाना लिएर आउँछु साथीहरू खाना थपेर आएको साथीहरू बुढाको लागि अलिकति सादा भएको भात भएको भए थप्ने थिएन बुढाले चाम्रे भात भएर आलु पनि खानु बुढीको जुठो खायो भने माया गर्छ जन्मेले
केटाकेटीको बेला जस्तो केमा टेस्ट पाउँदैन नि। केटाकेटी हुँदा पापडहरू किनी खान्थ्यो। हामी सानो हुँदा मलाई लाग्छ यो थाल जत्रो खाएको जस्तो लाग्छ। हुनु चाहिँ मतलब हामी सानो भएर ठुलो लागेको कि पापड ठुलै हुन्थ्यो कि त्यो बेला। मलाई पनि त्यस्तै लाग्छ तर ठुलो लाग्थ्यो। यत्रो ठुलो ठुलो हुन्थ्यो। अन्त फेरि त्यो बेलाको पापड फेरि कस्तो मिठो पनि हुन्थ्यो त। अहिले फेरि मिठो लाग्दैन त्यति खास। मतलब मिठो त मिठो हुन्छ तर त्यो बेलाको जस्तो मिठो हुँदैन नि। रुँदै खाँदैछ क्या हौ पसिना कि पिरो पसिना पसन्द कस्तो आँखा मन दिदी तपाईँलाई आज मातेको जस्तो लाग्दैछ। निन्द्रा होला। म आज तपाईँलाई उयो भिजाइदिउँ कि सोच्दै थिएँ तङ्बा बिर्सेछ पो सोच्दा सरप्राइज दिन्छु भन्दै थिएँ। भयो यो खान्छु म बैगन चप। म खाँदैन अगुत्दै गएपछि यस्तो फ्याङ्कै गएछ त्यो भित्रको बैगन मात्रै खान्छु। हाम्रो ब्याकग्राउन्डको पर्दा कस्तो ठुलो छ तर पनि क्यामेरामा यत्रो देख्दैछ नि पनि ठिकै छ। खाइसक्यो पनि सक्यो मुस्किलले सक्यो। पानी खान्छु ल। भयो मलाई सब भयो। मलाई पनि भयो। बाई बाई गरौँ। हुन्छ साथीहरू बाई। फेरि अर्को भिडियोमा भेट्नेछौँ। झन्डै लड्यो। बाई। फेरि अर्को भिडियोमा भेटौँ ल। त्यसो गर्नु।